डोन्ट बी स्याड है अस्मिता डोन्ट बी स्याड हैन कस्तो भने मैले भन्न खोजेको चाहिँ लाइभ रेकर्ड गर्न सक्नुहुन्छ लाइभ सेयर गर्न सक्नुहुन्छ यो राम्रै काम हो अब हामीले गर्न खोजिराखेको अनि सेवा नै धर्म हो आज हामी सबैको सानो सहयोगले एउटा जीवन बचाउन सक्छ यु क्यान डु रेकर्ड गाइज है खासमा 21 वर्षकी अस्मिता भण्डारी मसँगै छिन् यहाँ प्युठानकी छोरी 4 वर्ष अघि अचानक हात खुट्टा नचल्ने भएपछि उनको जीवन अन्धकार भयो अस्पताल वा उपचार सम्बन्धी क्लिप्समा के हुन्छ भने उपचारका लागि परिवारसँग भएको सम्पत्ति सकियो डाक्टरहरूले अझै उपचारका लागि भारत जान सुझाव दिएका छन् तर अब आर्थिक अभाव छ उहाँबाट लिएको यो कुरा हो साथीहरू भन्नुहुन्छ सानो सानो सहयोगले पनि अस्मिताको जीवनमा ठुलो परिवर्तन ल्याउन सक्छ कृपया सम्भव भएसम्म सहयोग गर्नुहोस् र यो सन्देश अरूलाई पनि पुर्याउनुहोस् मिन्स रेकर्ड गरेर लाइभ सेयर गर्नुहोस् प्लिज 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 आई रिक्वेस्ट लाइभ सेयर गर्नुहोस् किनकि सेवा गर्नु नै धर्म हो अस्मितालाई बचाउन हाम्रो साझा धर्म हो हामी एक एकजनाले एउटा एउटा रोज दिए पनि पर्सनली सहयोग गर्न चाहनुहुन्छ भने कन्ट्याक्ट गर्न सक्नुहुन्छ है सबैको जीवनमा भोलिको दिनमा पर्दैन भन्न सकिन्न यस्तो त्यही भएर मैले सानो गिफ्ट दिन ट्राई गर्छु अस्मितालाई मैले दिन सक्दैन धेरै ठुलो त हैन अस्मिता थ्याङ्क यू टेक केयर हैन जीवनमा हुन्छ मान्छेको सबैको जीवनमा सजिलो अप्ठ्यारो पर्छ एनीवेज थ्याङ्क यू फर जोइनिङ एभ्रीवन हैन माया छ सबैजनालाई सानो सहयोगले तपाईँको सानो सहयोगले पनि उहाँको जीवनमा परिवर्तन गर्न सक्छ आई डोन्ट नो भोलिको दिनमा हामी थ्याङ्क यू एभ्रीवन फर जोइनिङ थ्याङ्क यू माया छ सबैजनाले आफ्नो माया देखाइदिनु भएको छ अस्मिताको लागि अमेजिङ थ्याङ्क यू फर द लभ एन्ड सपोर्ट एभ्रीवन तपाईँहरूले मलाई देखाउनु भएको माया अस्मितालाई देखाउनु भएको माया इट्स एन अमेजिङ गाइज सबैको जीवनमा भोलिको दिनमा कसलाई के थाहा